हेलो नमस्ते मोबाइल क्योर सोल्युसन युट्युब च्यानलमा चाहिँ स्वागत छ र आज चाहिँ फिलिङ 2 पढ चाहिँ लिएर आएको छु। यसरी डिसेम्बल गर्ने भनेर चाहिँ मैले आज भिडियो लिएर आएको र आजको भिडियोमा पढले चाहिँ डिसेम्बल गर्न जाँदैछौँ। भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला, साथै बेल आइकन पनि प्रेस गरिदिनु होला। कस्तो भिडियोजले चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला र यो भिडियोलाई धेरै भन्दा धेरै साथीहरूलाई शेयर पनि गरिदिनु होला। जुन आज फिलिङ 2 पढले चाहिँ डिसेम्बल गर्न जाँदैछौँ। त्यो डिसेम्बल भिडियो हेर्नुभन्दा अगाडि चाहिँ मेरो च्यानलको सानो इन्ट्रो पछि चाहिँ यसलाई सुरुवात गरौँ है त। ब्याक साइडमा 2 स्क्रू छ र साइडमा यो एयरको लागि चाहिँ पास हुने चाहिँ यो नब राखेको छ। यो रिमुभ गर्नुपर्छ। यो फिलिङ 2 पढलाई चाहिँ डिसेम्बल गर्नतिर लागौँ। अब फर्स्ट म रिमुभ गर्छु यो जुन यो एयरको छ नि यो पास हुने यो यसलाई चाहिँ यहाँबाट रिमुभ गरौँ। मैले ओपनर लिएको छु। यो ओपनरको सहायताले यहाँबाट यहाँ पनि भएन। ट्युजर लिएको छु। थोरै माथि निस्किरहेको छ। एकदम टाइट छ यो। यसलाई अर्को तरिकाबाट रिमुभ गर्न सकिन्छ। 2 स्क्रू चाहिँ ओपन गरौँ। यो 2 स्क्रू चाहिँ रिमुभ गऱ्यौँ। थोरै ठोकौँ, तल आउँछ। यो तल आयो। यो पनि निक्ल्यो, ठोक्दा ठोक्दै निक्ल्यो। सजिलो पनि भयो। यो बल गरिरहनु परेन। यो रिमुभ पनि भयो। अब यो यसै ठोकौँ, बाहिर निक्ल्यो। बाहिर निक्लिसकेपछि यहाँबाट साइडबाट बल लगाउँ। यो यसरी बाहिर निक्ल्यो। यो यसको लागि चाहिँ बटन रिमुभ गर्नु पर्दैन रहेछ। साइडबाट यो नले यहाँबाट रिमुभ भयो। रिमुभ भएपछि यसको बटन पनि रिमुभ भयो। ए पनि रिमुभ हुँदो रहेछ। यसरी चाहिँ यो रिमुभ भयो। बाहिर लिक्विड नै लिक्विड छ। म्याक्सिमम लिक्विड देखिन्छ यसमा। यसको पिसी बोर्ड चाहिँ यो रहेको छ। यो लिक्विडले नै ड्यामेज भएको छ यो। र यसको ब्याट्री चाहिँ यो रहेको छ। यसको ब्याट्रीको साइज पनि हामी हेरिहालौँ। यहाँबाट बाहिर निकालौँ। सबै लिक्विड यहाँबाट पास गरेर चाहिँ यस्तो भएको। पिसी बोर्ड ठुलै दिएको छ। यसमा ब्याट्री पनि ठुलै छ र ब्याट्रीको साइज चाहिँ यसमा दिएको छ। यसको 102148 3.7 भोल्ट 4.07 WH यसको ब्याट्रीको मोडल भइहाल्यो। पप सेन्सर यहाँनिर छ भने टाइप सीको चार्जिङ पोर्ट भइहाल्यो। यो अन अफ स्विच र यहाँ चाहिँ लिडहरू दिएको छ यहाँभित्र र यो चाहिँ यसको पिसिबी बोर्ड भइहाल्यो। र यसको पप सेन्सरलाई निकाल्ने एउटा पप सेन्सर भइहाल्यो। वायरवालामा छ। यो 2 वायर चाहिँ माथि यसमा आएको छ। 2 स्क्रू रिमुभ गरिसकेपछि बोर्ड पनि बाहिर निक्लिन्छ। 2 स्क्रू पनि ओपन गरिदिइहालौँ। यो प्लसमा रहेको छ। रिमुभ हुन्छ। 2 लिड दिएको छ। अन अफ स्विच भइहाल्यो। पिसिबी बोर्ड यो रहेको छ। यो सबै लिक्विडले चाहिँ यस्तो ड्यामेज भएको छ। यसको ब्याट्री भइहाल्यो। यो ब्याट्रीको मोडल पनि हामीले हेरिहाल्यो अघि नै। टाइप सीको चार्जिङ पोर्ट यसमा दिएको छ। रन अफ स्विच यो चाहिँ पप सेन्सर। यसरी चाहिँ हामीले जुन फिलिङ 2 पढलाई डिसेम्बल गर्न सक्छौँ इजी तरिकाले। र यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला, साथै बेल आइकन पनि प्रेस गरिदिनु होला। कस्तो भिडियोजले चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला र यो भिडियोलाई धेरै भन्दा धेरै साथीहरूलाई शेयर पनि गरिदिनु होला। जुन आज चाहिँ मैले यो फिलिङ 2 पढलाई चाहिँ कसरी डिसेम्बल गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको थिएँ र आजको भिडियोमा डिसेम्बल पनि गरौँ भन्दै अर्को भिडियोमा चाँडो भेट्ने बाचा गर्दै यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु।